जान्छु बोकेर हिँड्छु ठेला गाउँ हुँदै जान्छु शहरतिर हुन्छ मान्छेको ठुलो भेला निधारको पसिना हत्केलाको ठेला यही हो जिन्दगीको मेला दिनभरि सङ्घर्षसँगै लेख्दै जान्छु भाग्यको रेखा सानो खेल्नु माफल गाउँ बस्दैन मलाई जतिखेर पनि जुन बेला पनि पुलिसले आएर पक्रिन सक्छ त्यहाँ म अन्तै जान्छु काम पनि गर्छु छोरीलाई पनि खोज्छु मलाई जतिखेर पनि जे पनि हुन सक्छ म घरमा बस्न सक्दिनँ सानो मलाई गाह्रो हुन्छ छोरी पनि घरमा छैन फेरि तिमी पनि छोडेर जान्छु भन्छौ म चाहिँ कसको सहारा लिएर बस्नु त्यसो नभन है काइला फेरि तिमी पनि त बिरामी छौ म बिना दबाई खानु मान्दैनौ होइन बिहान बिहानै कता हो त्यही पार्वतीलाई भेट्न मुन्टिन आँटेको होइन हन थुई यो बुद्धि कहिले आउने हो हिँडेर यसरी बोल्नु हुँदैन तँलाई थाहा छैन अझै पनि भाउजू काइला दाइ बाउलाई सक्नु भएको छ कहिले उसको कुरा गर्नु त्यो भोटेसँग पुरानो दुश्मनी रहेछ कमसेकम त्यो भोटेले ब्ल्याकमेल गर्दाखेरि हामीलाई भन्नु पर्थ्यो कि त पुलिसलाई खबर गर्नु पर्थ्यो 2 नम्बरी काम गर्नु हुँदो रहेछ 10 को कारोबार गर्दै यो कुरा त पहिला पुलिसलाई भन्नु पर्थ्यो कि हामीलाई भन्नु पर्थ्यो अहिले त्यो पुलिसले दुई खोजिरहेको छ बाबुमाले मलाई पहिला नै सम्झाउनु भयो त्यो मान्छेसँग तेरो जात मिल्दैन तर मैले बिहे गरेँ जातपात नहेरिकन अहिले आएर दुःख पाएँ 10,000 पैसा मागेको चाहिँ दिनु छैन खाली भेट्न बोलाएको छ यो बाजेको त मलाई अनुहार हेर्नु पनि मन लाग्दैन हिजो अस्ति मैले एक हप्ता अगाडि दिएको 10,000 के गर्यो हजुरले भन्नुभएको सामान भन्नुहुन्थ्यो नि मैले त सबै सामानहरू ल्याएर सक्यो नि त पैसा त अरे म त सबनामा छु कि क्या हो तिमीहरुमा आमाको माया भनेको के हो थाहा छ फेरि मेरो बुढो भेटेर आइस होइन तेरो बुढो भेट्ने मात्रै काम छ मेरो अरु काम हुँदैन ओइ के भने साले के गर्छस् तैले
बाबुराम ए बाबुराम ओहो भोटे दाई नमस्कार। तेरो नमस्कार समस्कार चाहिएन मलाई। वहाँ सहरमा मलाई पुलिसले धुइँठुइँती खोजिरहेको छ, त्यसैले यो गाउँमा म लुक्न लाएँ। अब केही समयको लागि तैँले मलाई यी मैले लुकाएर राख्ने हो। पुलिस यो गाउँमा कोही पनि आउँदैनन्, तपाईँ ढुक्क भएर बस्नुहुन्छ। तँलाई मैले पहिले धेरै गुण लागेको छु। हो, त्यही गुण तिर्ने मौका तँलाई आएको छ बाबुराम। भोटे दाई आउनुहोस् भित्र। स्कुल जाँदा पनि आउँदा पनि बाटो ढुकिरहेको हुन्छ त्यो एजेन्टले। पैसा दे भन्छ, पैसा दिएन भने तँलाई जे पनि गर्छु भन्छ। मैले कहाँबाट लिएर दिने भन्नु त भाउजू? हेर्नु नानी, म भोलि पैसा लिएर दिन्छु, त्यो जेनको अनुहारमा हान्नु। यो लाटाले के भन्नु खोजेको? यो बिर्खेलाई सबैले लाटा भनेर भन्छन्, तर यो बिर्खे जतिको बाटो कोही पनि छैन। त्यो भोटे यही गाउँमा आएको छ अरे, यो लाटाले देखेको रहेछ। त्यही कुरा यो लाटाले तिमीलाई भन्दैछ, तिमीले बुझ्यौ न बुहारी। तेरोलाई ठेलेले गर्दा आज म पुलिसबाट भाग्नु परेको छु। तेरो जो त्यहाँ आज यहीँ उठ्छु। तँलाई त यो गाउँमा नयाँ देख्दैछु। यो गाउँ मूलघाट गाउँ हो। आइन्दादेखि तैँले यस्तो हरकत गरिस् भने तँलाई सिधै चौपीनमा गाडिदिन्छु।
घरमा नै बस्दिनँ भन्नुहुन्थ्यो। बिहानको राति उठेर हेर्दा ठाउँमा नै हुनुहुन्न थियो। अनि काइली बारी होइन गयो चाहिँ कहाँ यो काइलो? मैले त पहिल्यै भनेको काइला दाइलाई यस्तो काम नगर्नुहोस् भनेर मान्नै भएन। ए तिमी चाहिँ कुरै नबुझी नबोल न मिलन। मैले भनेको मान्नुहोस् भने तेरो छोरी मारिदिन्छु भनेको रहेछ त्यसले। बिचरा काकाले पनि के गर्नुहोस् त। हुनु चाहिँ काकी तपाईँको पनि गल्ती छ। तपाईँले हामीलाई सुनाउनु पर्दैन, भन्नु पर्दैन। एकछिन पक्नुहोस्। तपाईँहरू हामी सबैजना भ्रममा छौँ। त्यो भोटे अहिले हाम्रै गाउँमा छ र हिजो अस्तिको दिन सीतालाई हातपात गर्ने पनि त्यही भोटे हो र त्यो सानीलाई अपहरण गर्ने पनि त्यही भोटे हो। अब हामी गाउँलेहरू सबै मिलेर त्यसलाई खोजेर पुलिसको जिम्मा लाउनुपर्छ। त्यो भोटे त हाम्रै गाउँमा छिरेको छ अरे नि। लाटाले भन्दैछ त मिलन भाइ। ओइ बिर्के देखेको हो? त्यति लाटाले भनेको कुरा सत्य रहेछ। त्यो भोटेलाई गाउँभरि खोजेर निकाल्ने छ। ए भोटे तँलाई मैले धेरै अगाडिदेखि खोजिरहेँ त 2 नम्बरी काम मात्र गर्छस् भनेको अपहरणकारी पनि रहेछस्। भन् फेले दाइको छोरीलाई कहाँ लुकाएर राखेको छस्? केटाकेटी आए गुलेली खेलाए मटेङ्ग्राको सत्यनाश। के प्रमाण छ तसँग फेलेको छोरी मैले अपहरण गरेँ भनेर? हिजो पनि मेरो दायाँ बायाँ अगाडि पछाडि कुद्ने केटा होस् त। त्यसैले होइन भने दायाँ बायाँ गरेपछि त हम देखाइछि। मिलन 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 के भन्छ यसलाई नभुलिकन गयो। गाउँबाट उठाएर लगे सहर लगे चमेलीबाट तँलाई चम्पा बनाए
र तँ गाउँ आउनु भनेको मलाई दशा लाग्नु हो बुझिस् चम्पा डार्लिङ मलाई साउको भन्दा ब्याजको माया लाग्छ अब तैँले मर्नुपर्छ भोटे डार्लिङ तिमी जति मोटो छौ नि तिम्रो बुद्धि पनि त्यति नै मोटो छ म राजनीतिमा अलिक फरक खालको मान्छे छु उता हेर चम्पा डार्लिङ माने तपाईँको दिमागलाई मभन्दा तपाईँ त 100 गुणा माथि हुनुहुँदो रहेछ नि यो ठेलेको छोरी छ नि अब यो धातुलाई जिम्मा लाउनु त्यसपछि यसको महारानी छ नि त्यसले हामीलाई गाउँदेखि सहरसम्म पुऱ्याउँछ मलाई साउको भन्दा ब्याजको माया लाग्छ काइलीबारी यो बाहिर छ बाहिर निस्क अरे काइलो त मोर्चो हुँदै जाँदै हेर्नु छिटो छिटो अनि के भन्नुहुन्छ ठुल दाइ के बाबु यो गर्नु छिटो काइला कति दिन भएको भागेर समस्याको समाधान हुन्छ गाउँ गएर पनि पुलिसले खोजिरहेको गाउँघरले कुरा काटिरहेको छ बापको भन्दा मर्नु बेस्ट हुन्छ अब तेरो विकल्प भनेको आफ्नो हत्यादेखि अरू बाहेक केही पनि छैन काइला काइला काइला